शहरको भिडभाडदेखि टाढा पहाडको काखमा लुकेको यो थलो नेपालको दोलखा जिल्लामा रहेको जिरी, जसलाई नेपालको स्विजरल्यान्ड पनि भनेर चिन्ने गरिन्छ। यहाँको सुन्दर ल्यान्डस्केप, हरिया घाँसे मैदान, हिमाली श्रृङ्खला, बादलभित्र लुकेका गाउँहरू, ताजा हावा, यहाँको संस्कृति, गाउँले जीवनशैली, अर्गानिक खेती, स्थानीय खाना र जिरीभित्रै लुकेका अन्य गन्तव्यहरूले जिरीको यात्रालाई विशेष बनाएको छ। लुक्ला विमानस्थल बन्नुभन्दा पहिले काठमाडौँबाट एभरेस्ट क्षेत्रमा जाने पुरानो मुख्य बाटोको रूपमा रहेको जिरी क्षेत्र आज पनि शान्त वातावरण, स्थानीय संस्कृति र वास्तविक हिमाली जीवन अनुभव गर्नेहरूका लागि उत्कृष्ट गन्तव्य बनेको छ। आउनुहोस् यस भिडियो मार्फत जिरीका मनमोहक दृश्यसँगै प्रकृतिको यो सुन्दर यात्रा अवलोकन गरौँ। बागमती प्रदेशको दोलखा जिल्लामा अवस्थित जिरी काठमाडौँबाट करिब 190 किलोमिटर पूर्व, समुद्री सतहबाट करिब 1905 मिटर उचाइमा रहेको सुन्दर पहाडी नगर हो। यो ठाउँ शान्त वातावरण, हरियाली र हिमाली दृश्यका कारण आन्तरिक र बाह्य पर्यटकको रोजाइमा बन्दै आएको छ। काठमाडौँबाट बनेपा, खाडीचौर, चरीकोट हुँदै करिब 7-8 घण्टामै जिरी पुग्न सकिन्छ। यहाँसम्मको यात्रा आफैमा रमणीय अनुभव प्रदान गर्दछ। यहाँको प्राकृतिक सौन्दर्य, हरियाली पहाड, चिसो मौसम, स्वच्छ वातावरण र हिमाली दृश्यहरू जस्ता विशेषताहरूले स्विजरल्यान्डको प्राकृतिक भूदृश्यसँग मिल्दोजुल्दो अनुभूति गराउने कारण साथै 1950 देखि 60 को दशकमा स्विच डेभलपमेन्ट प्रोग्रामले जिरीमा सडक, दूध उत्पादन, चीज उद्योग र कृषि विकासमा ठूलो योगदान दिएको हुनाले यस ऐतिहासिक सम्बन्धका कारण पनि जिरीलाई नेपालको स्विजरल्यान्ड भन्ने गरिएको भनाइ छ। जिरी केवल प्राकृतिक सुन्दरताले मात्र भरिएको छैन, यसको आफ्नो ऐतिहासिक महत्त्व पनि निकै ठूलो छ। काठमाडौँबाट एभरेस्ट क्षेत्रमा जाने पुरानो मुख्य बाटो यही जिरी हुँदै जान्थ्यो, त्यसैले आज पनि यसलाई पुरानो एभरेस्ट ट्रेल भनेर सम्झिने गरिन्छ। जिरी सांस्कृतिक रूपमा पनि अत्यन्तै समृद्ध छ। यहाँ जिरेल, शेर्पा, तामाङ, सुनुवार, नेवार, ब्राह्मण, छेत्री आदि समुदायहरू मिलेर बसोबास गर्दछन्। विविध भाषा, संस्कृति, परम्परा, स्थानीय खानपान र चाडपर्वहरूले जिरीलाई अझ विशेष बनाएका छन्। यहाँ आउने पर्यटकहरूले स्थानीय आतिथ्यता र ग्रामीण जीवनको वास्तविक अनुभव गर्न पाउँछन्। जिरी बजार नजिकै रहेको जिरेश्वर महादेव मन्दिर धार्मिक आस्था र प्राकृतिक सौन्दर्यको अद्भुत सङ्गम हो। यस मन्दिरलाई किसानका देवता पनि भनेर चिनिने गरिन्छ। यहाँ दर्शन गर्दा मनोकामना पुर्याउने साथै खेतीपाती र पशुधनमा समृद्धि आउने विश्वास गरिन्छ। जिरी बजारबाट करिब 10 मिनट सवारी वा 30 मिनट पैदल यात्रा गरेर यस मन्दिरमा पुग्न सकिन्छ। जिरीका हरिया घाँसे मैदानहरूमा चरिरहेका गाईबस्तुहरूले यहाँको प्राकृतिक सौन्दर्यलाई अझ सुन्दर बनाएका छन्। यी दृश्यहरूले जिरीलाई अझ आकर्षक र मनमोहक देखाउँछन्। हाँ